र आज मार्च 22 मा चाहिँ हामीले मार्केटमा एकदमै राम्रो राइज चाहिँ देखेको छौँ है। आज मार्केट झन्डै 55 पोइन्टले बढेको छ विथ 23.5 अर्बको भोल्युम है। एकदमै राम्रो राइजवालाई सपोर्ट गर्ने तरिकाको त्यत्तिकै बलियो भोल्युम पनि आएको छ। र आज हामीले इन्ट्राडेको नेचरको कुराहरू गर्छौँ भने पनि जुन गएको केही न्युजहरू थियो हैन, पोलिटिकल न्युजहरूले गर्दा चाहिँ इनिसियल फेजहरुमा हामीले क्विक फ्लक्चुएसनहरू चाहिँ देख्यो है। क्विक फ्लक्चुएसन फेरि पनि केही तरिकाको तल नै आउँछ कि भन्ने जस्तो देखेको थियो है यो डबल टप पछि। बट जुन यो रिट्रेसमेन्टहरूले प्रोटेक्ट गरेकोबाट चाहिँ मार्केट के गरेर राम्रो देखिरहेको छ भन्ने इन्डिकेट चाहिँ यो जुन साइडवेज यो एउटा लोड तल आउँदाखेरि एकदमै सानो मोमेन्टम लिएर आएको हैन, एकदम लो भोल्युमले आएको हुनाले चाहिँ केही पोजिटिभ हुन चाहिँ सकिरहेको थियो। बट लेट फेजहरुमा चाहिँ एकदमै राम्रो राइज चाहिँ दियो है। फेरि पनि क्रेडिट चाहिँ कमर्सियल ब्याङ्क, डेभलपमेन्ट ब्याङ्कहरू र माइक्रो फाइनेन्स आज चाहिँ यो तीनवटा सेक्टरहरूले राम्रो राइजहरू चाहिँ दिएको छ है। यो तीनवटा सेक्टरहरू नै आज लिडिङ सेक्टर चाहिँ भएको छ। तीनवटा सेक्टरको कन्ट्रिब्युसन एकदमै बढी चाहिँ छ है यो मार्केटको राइजहरूमा। ओभरअल आज दिनभरि एकदमै राम्रो दिन चाहिँ गयो। लास्टको आधी घन्टा, लास्टको 20-25 मिनटमा चाहिँ मार्केटमा केही सेलअप जस्तो देखेको, लास्ट हाईलाई आज बिट गर्न नसकेको जस्तै देखेको थियो। बट त्यस्तो डराउनु चाहिँ पर्दैन है। स्टिल भोलि क्यान्डलले अब छुट्टै इन्डिकेट गर्यो भने फरक कुरा भयो। बट आजको लास्टको 20-25 मिनटको यो फलले खासै डराउनु पर्ने जस्तो चाहिँ कुनै पनि एङ्गलबाट देखिँदैन। सेक्टर वाइज कुराहरू गर्छौँ भनेपछि फेरि पनि कमर्सियल ब्याङ्क एकदमै राम्रो राइज है। 2.5%ले आज कमर्सियल ब्याङ्कहरू बढेको छ। डेभलपमेन्ट ब्याङ्कको कुरा गर्छौँ भनेपछि डेभलपमेन्ट ब्याङ्क पनि सेम कमर्सियल ब्याङ्कहरूले पछाउँदै 2.5%ले बढेको छ। फाइनेन्स राम्रो बढेको छ। होटल एन्ड टुरिज्म राम्रो बढेको छ। लाइफ इन्सुरेन्स चाहिँ आज ठिकठिकै बढेको, सबैभन्दा राम्रो बढेको भनेको आज के छ, माइक्रो फाइनेन्स सेक्टरहरू चाहिँ एकदमै राम्रो चाहिँ बढेको छ है। लाइफ र नन लाइफले पनि स्लोली क्याचअप चाहिँ गरिरहेको छ है मार्केटहरूको अप ट्रेन्डहरूमा। सो नबिर्सिनु, लाइफ इन्सुरेन्स, नन लाइफ इन्सुरेन्सहरूलाई पनि इग्नोर गर्ने काम चाहिँ नगर्नु। अहिलेको लेभलहरूमा आज अलिकति स्ट्रगल गरेको सेक्टरहरू भनेको हाइड्रो पावर है। आजको यस्तो राइजहरूमा त्यस्तो खुल्ला पार्टिसिपेट गर्न चाहिँ सकेन हाइड्रो पावर सेक्टरहरूले। बट ठिक छ, रेट चाहिँ भनेको छैन, त्यहीमा खुसी हुने चाहिँ हो। अरूमा एउटा नर्मल अपसाइड र नर्मल डाउनसाइडहरू चाहिँ देखिरहेको छौँ हामीले। केही डेल नगरेर मार्केटको एनालिसिसतिर चाहिँ जाउँ है। र यदि कोहीले आज पहिलोचोटि हाम्रो भिडियो हेरिरहनु भएको छ भने चाहिँ हाम्रो भिडियो कुन प्रकारको हुन्छ भनेपछि गएको दिनहरूमा हामीले चाहिँ के चाहिँ गरिरहेको थियो, के गर्यो है, कुन प्लानले बसिरहेको थियो, अब हिजोको क्यान्डलहरूले चाहिँ हामीले कुन एक्सनहरू लिन ट्राई गर्यो, आज क्यान्डलहरूले के रिप्रेजेन्ट गरिरहेको छ र आउने फर्दर प्लानहरू चाहिँ के बनाउने भन्ने तरिका यसैको थिममा चाहिँ हाम्रो नर्मली भिडियोहरू चाहिँ भइरहेको हुन्छ है। सो आजको भिडियो स्टार्ट गरौँ है। हामी गएको दिनहरूमा के कुरा गरिरहेको थियो, के गरेर क्यास आउट है, के गरेर फेरि यतातिर गएर मार्केटहरूले माथि डिमान्ड क्रिएट गर्यो भनेर हामीले अर्ली इन्डिकेसनहरू चाहिँ यो क्यान्डलहरूबाट चाहिँ पायो है। यो जुन अलमोस्ट 30 पोइन्टको है इन्ट्राडे लोको क्यान्डल थियो, त्योमा चाहिँ केही नराम्रो इन्डिकेट चाहिँ गरेको थियो है। त्यसैको सेकेन्ड क्यान्डलले चाहिँ मार्केटमा फरक इन्डिकेट चाहिँ गर्यो है। यसको अर्ली इन्डिकेसनहरू चाहिँ पायो सबैले। सो अर्ली इन्डिकेसनहरू पाएको हुनाले चाहिँ अब मार्केटहरू चाहिँ यतितिर फर्किने एकदमै हाई चान्सेस छ। जुन बेचेर बसेको थियो त्यो फेरि पनि पैसा लगाउने टाइम चाहिँ भएको छ। मार्केटले त्यस्तै इन्डिकेट गरिरहेको छ भनेर चाहिँ हामीले यो क्यान्डलहरूबाट चाहिँ पत्ता लगाएको थियो है। त्यो पछि हाम्रो मार्केटमा केही क्यास इन चाहिँ भयो। त्यो क्यास इन अझै मार्केटहरूमा इन नै छ, एक्जिट चाहिँ भइसकेको छैन। कस्तो सेक्टरहरूमा लगाएको थियो भनेपछि एकदमै हेपिरहेको स्टकहरू है, जस्तै कमर्सियल ब्याङ्कहरू, मेजोरिटी कमर्सियल ब्याङ्कहरूमा लगाएको चाहिँ थियो त्यो पैसाहरू। सो अझै पनि त्यही पोजिसनहरू मेन्टेन चाहिँ छ, यसैले एक्जिटहरू भइसकेको चाहिँ छैन। हाइड्रो पावरहरूलाई अलिकति इग्नोर गर्न चाहिँ खोजेको थियो हामीले है। यो रिभर्सल क्यान्डलहरूमा चाहिँ अरूमा पार्टिसिपेट गरे नि यो एकदम सस्तो हाइड्रो पावरहरू राम्रो बढेको है। गएको दिनमा 50-60%, 30-40% बढेको हाइड्रो पावरहरूलाई चाहिँ अलिकति इग्नोर गरौँ, अलिक सेफर स्टक, सेफर सेक्टरहरूतिर चाहिँ जाउँ भन्ने कुराहरू चाहिँ गरेको थियो है। सो त्यही प्लानमा चाहिँ स्टिक भएको छ। ग्रुपको कुरा गर्नुहुन्छ भनेपछि चाहिँ हाम्रो ग्रुपमा के थियो, मार्च 2बाट चाहिँ यही नै थियो है। केही टाइम एकछिन सबै एक्टिभ हुनु है, एकछिन सबै एक्टिभ हुनु, ब्याङ्क्स उठाउनु पर्छ अबको डाउनमा। 200 रेन्जको जुन कुनै ब्याङ्क्स पनि लिँदा हुन्छ। अनि अब फर इक्जाम्पल है एलएसएल, एनआइएमबी, एसबिएल, एमबिएल, ग्लोबल आइएम, पिसिबिएल, सिजिबिएलहरू जस्तो ट्रेडको लागि होइन, केही टाइम राख्छु भन्ने सोचले चाहिँ कमर्सियल ब्याङ्कहरू उठाऊँ भनेर चाहिँ हामीले के थियो 12 मार्चबाट चाहिँ त्यही कुराहरू गरेको थियो है। त्यही प्लानमा स्टेक भइरहेको थियो। तलमाथिहरूमा अलिअलि भयो नि कमर्सियल ब्याङ्क बेच्दैन, ट्रेड नगर्ने कि सानो स्विङहरू चाहिँ नखाने कि एउटा अब चाहिँ पोर्टफोलियोमा लिएर राखौँ, किन्ने टाइम चाहिँ भयो भनेर चाहिँ 12 मार्चबाट हामीले चाहिँ कमर्सियल ब्याङ्कहरू नै उठाइरहेको थियो। र मेजोरिटी यो 12 मार्चपछि यो रेन्जहरूमा चाहिँ म आफैले पनि है र सबैलाई पनि कमर्सियल ब्याङ्कहरूतिर बढी प्रायोरिटी चाहिँ दिइरहेको छु है बाई गराउनको लागि। र जुन यो क्यान्डल थियो, यो क्यान्डल फर्मेसन पछि चाहिँ अब मार्केट यतातिर फर्किनै हाल्छ। खास यो 12 मार्च
दिन किन्दाखेरि चाहिँ मार्केटहरू घट्दै घट्दै जान्छ, जति घट्छ त्यति कमर्सियल ब्याङ्कहरू उठाउँदै जाने भन्ने प्लान थियो। बट यो क्यान्डलले चाहिँ के गर्यो, अब मार्केट अलिकति घट्दैन, यतातिरबाट डिमान्ड क्रिएट भयो, यतातिरबाट मार्केट पुस हुन्छ भने जस्तो यो क्यान्डलबाट देखेपछि हामीले अलिकति अरू सेक्टर जस्तै फाइनेन्स डेभलपमेन्ट ब्याङ्कहरूतिर नि पैसाहरू चाहिँ लगाएको थियो है। र एउटा हाइटहरू नबढेको हाइटहरू लोवर साइडहरूतिर बसेको हाइटहरूमा नि एउटा पैसा चाहिँ लगाएको थियो, त्यो स्टकहरू चाहिँ देखाउनु भएन। बट फाइनेन्स डेभलपमेन्ट ब्याङ्कहरूतिर पनि एउटा राम्रो पोसिबिलिटी चाहिँ थियो है। हाइड्रो पावरले चाहिँ युटिलिटी स्टकहरूमा राम्रो पार्टिसिपेट चाहिँ गर्न खोजेको थियो, बट के भयो त्यस्तो भनेको जस्तो राम्रो स्विङहरू चाहिँ दिएन। अदर सेक्टरहरूको नि एनआरएस एचआरएलहरूमा नि केही पोजिसनहरू लिएको थियो हामीले है। यो जुन यो अर्ली इन्डिकेसन पछि त्यो पछि चाहिँ कुनै पनि चेन्जेसहरू चाहिँ छैन है। यतातिर अब कहाँ गएर मार्केटले नराम्रो गर्छ, कहाँसम्म पुस जान्छ होल्ड नै गर्ने है पोजिसनहरू, र जहाँसम्म त्यो पुसहरू चाहिँ सस्टेन हुँदैन है। अब सेलिङै देखिन लाग्यो, अब मार्केट बढ्दैन भन्ने जस्तो देखियो, त्यस्तो अति नै बढी स्टोर गर्न लाग्यो भने चाहिँ त्यही एक्जिस्टिङ जुन हामीले पोजिसनहरू मेन्टेन गरिरहेको छौँ त्यसलाई चाहिँ सेल साइड हेर्ने है, प्रफिट बुक गर्ने, त्यही सोच चाहिँ छ है। तर अब यतातिर गएर पोजिसनहरू अन गर्ने कि नै भन्ने कुराहरू छ भने चाहिँ हुँदैन है। मेरो साइडबाट यही ठुलो क्यान्डलको नि यो अलि यो दिन पनि धेरै बढिसकेपछि अब चाहिँ बाई बन्द भन्ने नै कुरा भइरहेको थियो, आज बाई हुने कुरा नै भएन है। सो अब जुन कुनै दिन पनि मार्केटहरू जुन जति माथिहरू जान्छ त्यता हामीले पार्टिसिपेट चाहिँ गर्दैन है, गर्ने प्लान पनि छैन, म आफै पनि गर्दैन। बाउको स्टकहरू जुन छ त्यो स्टकहरूलाई चाहिँ ट्रेल गर्दै जाने है, हजुरलाई पनि त्यही गर्दा बेटर भन्छु म चाहिँ है। अपसाइडतिर गएको बेला आफ्नो पोर्टफोलियो जति स्टकहरू छ त्यसलाई ट्रेल गर्दै जाने, कहाँ गएर कुन स्टकको टार्गेट रेट हुन्छ या कुन स्टकहरू बढ्न बन्द हुन्छ, अनि मैले यो ट्रिक पनि सिकाइदिन्छु है हजुरलाई कुन तरिकाले डिसिसनहरू चाहिँ लिने, कस्तो टाइममा चाहिँ कस्तो टाइममा कस्तो टाइपको मार्केट स्टकहरूले इन्डिकेट गर्यो भने चाहिँ प्रफिट बुकहरू गर्ने भन्ने तरिकाको। सो अहिलेसम्म मार्केटले इन्डेक्स वाइज कुनै पनि नराम्रो क्राइटेरियाहरू चाहिँ मिट गरेको छैन। जबसम्म जान्छ जान्दिउँ, कुनै पनि पोइन्टहरूमा गएर स्ट्रगल यो तरिकाको स्ट्रगलहरू गर्न खोज एकदम एक्सेसिभ हाई भोल्युमहरूमा एकदम बुलिस बियरिश क्यान्डल अरू एकदम फुल एकदम लामो टाइपको है अपर रिजेक्सन टाइपको डोजी क्यान्डलहरू त्यस्तो बन्न खोज्यो भने चाहिँ त्यो एउटा पर्फेक्ट एक्जिट दिन चाहिँ हुन्छ है। इन्डेक्सको कुराहरूमा इन्डेक्सले जस्तो गर्न लाग्यो भने चाहिँ अलमोस्ट मेजोरिटी स्टकहरूमा चाहिँ सेम कुरा चाहिँ लागु हुन्छ। र स्टक वाइजहरू कुरा गर्दाखेरि सेम त्यही कुराहरू नै भन्छु म चाहिँ। एक्सन स्टकहरूको नि एक दुईवटा इक्जाम्पलहरू दिउँ है। एकदमै राम्रो बढेको स्टक, एकदम राम्रो बढेको स्टक है, जस्तै फर इक्जाम्पल रिडी अब लोबाट कुराहरू गर्छ भने चाहिँ अलमोस्ट 68% बढेको छ है। 68% माथि अब नयाँ पोजिसनहरू अन गर्ने सजेसनहरू चाहिँ जाँदैन। यो बढ्न सक्दैन भनेको चाहिँ होइन है। अफकोर्स जे पनि सक्यो प्लेयरहरूको हातमा भएपछि आर्टिफिसियल डिमान्डहरू क्रिएट गरेर एकदमै लग्न चाहिँ सक्छ, बट हामीले अब कहाँसम्म लग्छ थाहा हुँदैन। बट हामीले के गर्न सक्छ, कुन इन्डिकेसनहरूमा चाहिँ सेल गर्ने भन्ने कुराहरू चाहिँ हामीले डिसाइड गर्न सक्छ है। सो यसै बढिरहेको बेला बढ्न चाहिँ दिने। जस्तै यो रेड क्यान्डल मेरो साइडबाट सेल इन्डिकेसन चाहिँ हुन्थ्यो है, एकदमै हाई अपर रिजेक्सन टाइप क्यान्डल, अनि त्योमा यो दिन चाहिँ भोल्युमको मिट भएको रहेनछ है। त्यही भएर यो दिन बेच्थेँ होला मैले है, पार्सल आवर चाहिँ गर्थेँ, बट भोल्युमको रिक्वायरमेन्टहरू चाहिँ मिट भएको छैन है। बट यो लेट फेजहरूमा यो गएको दिनहरूभन्दा अलिकति एभरेज भोल्युमभन्दा ठुलो भोल्युमले एकदम हाई रिजेक्सन टाइपको क्यान्डलहरू बन्छ भनेपछि यो फेजहरूतिर चाहिँ अनि एकदमै सानो बडी क्यान्डलहरू है, यो ठुलो भोल्युमले पनि एकदम सानो बडीहरू बनाइरहेको छ। अनि त्यो पनि एउटा मेरो साइडबाट सेल साइड अवेर हुने टाइम चाहिँ हो। र क्यान्डलस्टिकले अब लोवर साइड ब्रेक गर्न खोज्यो भने चाहिँ सेल नै हुन्छ है। जस्तै यो बिएचएल है, बिएचएल फर इक्जाम्पल मेरो चाहिँ हिजो एकदम हाई अपर रिजेक्सन टाइपको डोज क्यान्डलहरू बन्छ भने चाहिँ हिजो मेरो के हुन्थ्यो, सेल साइड चाहिँ ट्रिगर हुन्थ्यो। स्टक वाइज कुराहरू गरेको छु है। इन्डेक्समा छ अझै पनि नराम्रो चाहिँ देखेको छैन है। हाइड्रो पावरहरू अलिकति स्ट्रगल गरिरहेको चाहिँ छ अहिले, तर अरू सेक्टरहरू सबै नै राम्रो चाहिँ देखिरहेको छ। सो हाइड्रो पावर सेक्टरमा के करेक्सन आउँदैन, अरू सेक्टरहरूले राम्रो लिडहरू गर्यो भने चाहिँ इन्डेक्सहरूलाई त्यस्तो धेरै घट्न चाहिँ दिँदैन है, त्यसरी पनि हेर्नु पऱ्यो। बिएचएलमा के थियो, अपर रिजेक्सन है, एकदमै यो दिन पनि मेरो साइडबाट केही पार्सल आउट चाहिँ हुन्थ्यो है। यो क्यान्डलको दिन मार्च 15 क्यान्डलहरूको दिन पनि इन्डेक्सले पनि सेम त्यही तरिकाले रिफ्लेक्ट गरिरहेको छ भने नि अझ झन् एउटा सेकेन्ड भ्यालिडेसन चाहिँ हुन्छ। बट हिजो यो हाई भोल्युम एन्ड डोजी है, अपर रिजेक्सन टाइपको डोजी भन्छ भने योमा पनि सेल साइड भ्यालिड चाहिँ हुन्छ। केबिएलहरूमा चाहिँ अब डराउनु परेन है, केबिएलहरू स्टिल ठुलो क्यान्डलहरू बनाउँदै हाई भोल्युममा कुदिरहेको छ है। कुनै पनि डोजी क्यान्डलहरू छैन, कुनै पनि अझै पनि त्यस्तो मेजर रेजिस्टेन्सहरू फेस गरेको छैन। केबिएल धेरै बढेको छ, तर त्यही पनि पोजिसनहरू चाहिँ होल्ड नै जान्छ है, किनभने चाहिँ अझै पनि त्यस्तो मेजर स्ट्रगलहरू चाहिँ देखेको छैन। अब एनएचपिसीमा चाहिँ हो, एनएचपिसी पर्फेक्ट इक्जाम्पल चाहिँ भएको छ है। जस्तै एकदम ठुलो राइज है, एकदम राम्रो राइज है, एकदम राम्रो राइज, अलमोस्ट 76% राइज, 76% राइजहरूमा माथि क्यान्डलहरूमा गएर के छ, डोज क्यान्डलहरू चाहिँ बनेको छ। एकदम एक्सेसिभ हाई भोल्युमले यस्तो डोज क्यान्डल बन्छ भने म चाहिँ पार्सल
कममा नि 50% आउट है, कहिले त मार्केट कन्डिसनहरू हेरेर 100% आउट पनि गरिन्छ है। र आज केही सबडी मार्केट भएको हुनाले अलमोस्ट 50% आउट, र भोलि योलो ब्रेक गऱ्यो भने चाहिँ 100% आउट है। त्यो तरिकाको यसरी चाहिँ खेल्छु है म स्टक वाइज। अब पोर्टफोलियोको मेजर पोर्सनहरू चाहिँ अब म इन्डेक्स वाइज सेट गरेँ पनि, तर इन्डिभिजुअल स्टकहरू पनि हेर्दै जाने है। कुनै स्टकहरूले यो तरिकाको मुभहरू देखाइरहेको छ, यो तरिकाको प्याटर्नहरू देखाइरहेको छ भने चाहिँ म अर्ली एक्जिट चाहिँ लिन्छु है। स्टक इन्डेक्स स्पेसिफिक भएर होइन कि स्टक स्पेसिफिक भएर। र अरूहरू जस्तै आज नयाँ स्टकहरू पार्टिसिपेट गरिरहेको छ है, जस्ट सिबम है, भर्खर न्युली नै राइजहरू दिन सुरु गरेको छ। सिबमहरूमा खासै हात दिनु परेन है, अलिकति विक चाहिँ बनेको छ, बट खासै हात दिनु परेन, भर्खर स्टार्टिङ नै भएको छ। एनजिपिएल जस्तै हात दिनु परेन है, धेरै नै बढेको छ एनजिपिएल, बट फेरि पनि माथि डोज क्यान्डलहरू बनेको छैन, कुनै पनि तरिकाको स्ट्रगलहरू गरेको छैन। सो एनजिपिएल स्टिल पनि होल्ड गर्न सक्यो है। एचडिएचपिसी माथि क्यान्डलहरूमा आए पनि है, धेरै नै बढेको चाहिँ हो है। हिजोको क्यान्डलले म चाहिँ बेच्थेँ है, हिजोको क्यान्डलमा नि आफू पर्सनल चाहिँ बेच्थेँ, केयर नभए पनि 50% चाहिँ बेच्थेँ। बट आज क्यान्डलले फेरि पनि के छ, अलिकति अपोजिट रियाक्सनहरू चाहिँ दिएको छ। सो आज यो क्यान्डल हेरेर पोजिसन होल्ड गरिराख्नु भएको छ भने स्टिल बेचिहाल्नु चाहिँ पर्दैन है। एकैचोटि सेलको कुराहरू गर्छ भने हिजोको क्यान्डल मेरो साइडबाट सेलिङ डे नै हुन्थ्यो है। के यसै गरेर चाहिँ इक्जाम्पलहरू दिइरहेको मात्रै है हजुरहरूले। यो तरिकाको तपाईँको कुनै पनि आउने दिनहरूमा स्टकहरूले दिन्छ है। मार्केटहरू अलिकति रिस्कियर जोनमा चाहिँ गइसकेको छ है, सेल साइड ट्रिगर गरिसकेको छैन, बट अफकोर्स है लास्ट 2-3 चोटि यसै रिजेक्ट गरिरहेको लेभलहरूमा गएर चाहिँ एकचोटि स्ट्रगलहरू अर्ली फेजहरूमा पनि स्ट्रगल गर्छ भने चाहिँ स्टक वाइज या इन्डेक्स वाइज स्ट्रगल गर्छ भने चाहिँ अलमोस्ट सबै स्टकहरू नै गर्छ हजुरको है। इन्डेक्सलाई नै स्ट्रगल गर्न सुरु गर्यो भने चाहिँ तपाईँ कुनै स्टकहरूले अलिक ठुल्ठुलो बढी टाइप क्यान्डलहरू बनाइरहेको छ भने पनि केही तरिकाको स्टक इन्डेक्स स्पेसिफिक भएर तपाईँले स्टकहरू आउट गर्न चाहिँ सकिन्छ है, राम्रो क्यान्डलहरू बनिरहेको छ भने पनि। बट इन्डेक्सहरूले चाहिँ ठुल्ठुलो राइजहरू दिइरहेको छ, तर तपाईँको स्टकहरू मात्रै केही डाउन भइरहेको छ नि, त्यो केसमा चाहिँ स्टकको स्पेसिफिक भएर पनि डिसिसनहरू लिने है। अब इन्डेक्स नै स्ट्रगल गऱ्यो भने चाहिँ अलिक राम्रो क्यान्डल बनिरहेको बेला नै एक्जिट लिने है। तर इन्डेक्स राम्रो देखिरहेको छ भने चाहिँ स्टक वाइज स्टक स्पेसिफिक भएर एकदम राम्रो, तर अलि लोवर साइडतिरै 5-7%कै राइजहरूमा पनि त्यस्तो अलिकति नराम्रो क्यान्डलहरू बनिरहेको छ, हाइडोज क्यान्डलहरू बनिरहेको छ, त्यस्तोमा चाहिँ हात दिनु परेन है। बट एकदम म्यासिभ ग्रोथ भएकोहरूमा चाहिँ अलिकति हात दिनु पऱ्यो। इन्डेक्सको कुरा यही नै भयो है। फेरि पनि इन्डेक्सको कुराहरू गर्दाखेरि यसरी टप हाई लगाएको बेला यसरी ग्याप अप ओपनिङ भनेको म चाहिँ जेनरली राम्रो चाहिँ लिँदैन है। यो लोवर साइडहरूतिर यो ग्याप अप ओपनिङ हुनु भनेको एकदम राम्रो चाहिँ हो, बट एउटा हायर लेभलहरूमा गएर यसरी ग्याप अप ओपनिङ म चाहिँ जेनरली त्यस्तो राम्रो कुरा जसरी चाहिँ लिँदैन है। जस्तै यहाँ पनि है एकदम हाईमा गएर चाहिँ के थियो, ग्याप अप ओपनिङ भएको थियो, एकदमै फोमो इफेक्ट भइरहेको थियो है, झन् छुट्यो कि भन्ने तरिकाको सबैले फिल भइरहेको थियो। ग्याप अप ओपनिङ त्यो पछि अनि माथिको प्राइसहरू धेरै सस्टेन चाहिँ गरेन, एकदम हाईमा गएर ग्याप ओपनिङ गरेको बेला चाहिँ खासै मार्केटले सस्टेन गरिरहेको चाहिँ हुँदैन है। सो म त्यस्तो राम्रो कुरा चाहिँ लिँदैन। सेल साइड अझै सेल साइड भ्यालिडेट चाहिँ भएको छैन है इन्डेक्स वाइज फेरि पनि भने, बट यो रिस्कियर जोनमा चाहिँ आएको छ। यतातिर आएर नयाँ पार्टिसिपेट गर्ने, नयाँ फन्डहरू लगाउने, नयाँ स्टकहरूको प्लेहरू गर्न अलिकति रिस्कियर साइडतिर चाहिँ हुन्छ है। सो अलिकति कसियस भएर चाहिँ मार्केटमा पैसा लगाउनु है। इनकेस लगाउन खोजिराख्नु भएको छ भने एकदमै नबढेको स्टकहरू कुनै छ भने चाहिँ त्यतातिर केही अपर्च्युनिटी हेर्न सक्यो है। बट एक्सेसिभ बढेको स्टकहरूतिर चाहिँ नहेर्नु नै भन्छु। सकेसम्म अहिलेको पोइन्टहरूमा चाहिँ एक्जिस्टिङ स्टकहरूलाई होल्ड गरेर मार्केटहरूलाई ट्रेल गर्दै जाने, र जुन पोइन्टमा गएर स्टकले सेल साइड दिन्छ अर इन्डेक्सले सेल साइड दिन्छ, त्यो दुइटामध्ये एउटा कुनै क्राइटेरिया मिट भयो भने चाहिँ प्रफिट बुकहरू गर्ने नै एउटा राम्रो डिसिसन चाहिँ हुन्छ। तर त्यो कहाँ गएर गर्छ त्यो चाहिँ अझै पनि भन्न सकिँदैन। भोलि पनि यसै ठुलो क्यान्डलहरू बन्छ पोजिसन होल्ड, पर्सि पनि यसै ठुलो क्यान्डल बन्छ पोजिसन होल्ड है। पर्सि अझ ठुलो क्यान्डल बन्ने, यो लास्ट हाईलाई अलमोस्ट लास्ट हाईको छ, अलमोस्ट 3050 को लेभलहरू छ। 3050 को लेभलहरूलाई पनि फेरि पनि फ्लुएन्टली नै ब्रेक गर्छ, ठुलो क्यान्डलहरू बन्छ होल्ड है। त्यो पछि माथि फेरि डोज क्यान्डलहरू बन्छ। अब एक्सेसिभ एकदम 30-35 अर्बको भोल्युमहरू आएर फेरि पनि एकदमै अपर रिजेक्सन टाइप क्यान्डलहरू बन्छ नि, त्यो पोइन्टमा यहाँ गएर चाहिँ सेल गर्ने है। अब जहाँ गएर बन्छ कुड बी हियर है, भोलि नै बन्न पनि सक्यो, अहिले माथि 3000 लेभलतिर गएर बन्न पनि सक्यो, 31 को लेभलमा बन्न पनि सक्यो है। ट्रेल गर्दै जाने है, जहाँ गएर नराम्रो बन्छ त्यहाँ गएर चाहिँ प्रफिट बुकहरू गर्ने। अब माथिको लेभलहरूभन्दा अलिकति रिस्की लेभल चाहिँ हो, त्यो गरौँ हामी चाहिँ है। सेक्टर वाइज अलिकति हेरौँ है। सेक्टर वाइज हामी युट्युब रेगुलर हेरिरहनु भएको छ भने चाहिँ हामी खेलिरहेको सेक्टर भनेको के छ, कमर्सियल ब्याङ्कहरू नै छ। कमर्सियल ब्याङ्क फाइनेन्स र डेभलपमेन्ट ब्याङ्क हो है, मेजोरिटी अलिअलि इन्भेस्टमेन्ट भनिरहेको छ। इन्भेस्टमेन्ट सेक्टर स्टकहरूले चाहिँ खासै पार्टिसिपेट गरेको होइन है। एचडिसिएल निफ्राहरू भनिरहेको थियौँ है।
सस्तो टाइपको स्टकहरुमा। तर एचडिसिएल निफ्राहरूले गएको दिनहरुमा त्यस्तो राम्रो पार्टिसिपेट चाहिँ गरेको हैन। कमर्सियल बैंकले एकदमै राम्रो पार्टिसिपेट चाहिँ गरेको है, सोचेको भन्दा राम्रो पार्टिसिपेट चाहिँ गरेको। यो लेभलहरुमा उठाएकोमा अलमोस्ट स्टक वाइज हेर्छ भनेपछि 8 देखि 10 11-12% सम्मको रिटर्नहरु चाहिँ दिएको छ। एक आएको एकहरुमा मात्रै है, लिएको स्टकहरुमा मात्रै पनि स्क्रिनशटै राखिदिन्छु। 80 मार्चको बेलादेखि लिन सुरु गरेको स्टकहरुको है, कमर्सियल बैंकहरु मात्रै उठाएर राखेको थिएँ मैले चाहिँ। अनि 8 देखि 10% रिटर्नहरु दिइसकेको छ, बट अझै स्ट्रगल गरेको छैन। सो पोजिसन चाहिँ होल्ड छ है, भोलिबाट स्ट्रगल गर्न सुरु गर्यो भने चाहिँ केही पार्सल आउट गरिन्छ भने पनि ठिक छ है। आज ग्रुपकै मान्छेहरूले पनि त्यो भनिराख्नु भएको थियो है, कमर्सियल बैंकहरु लास्ट रेजिस्टेन्स फेस गरिरहेको छ सर, होला कि लङ टर्ममा राम्रो छ, तर सर्ट टर्ममा नि केही बेचेर फेरि पनि तल किन्न पाइन्छ भने बेच्छौँ है भन्ने तरिकाको कुरा गरिरहनु भएको छ। हुन्छ, खेल्न सक्नुहुन्छ भने खेल्नुहोस्, रेजिस्टेन्स फेस गरिरहेको छ, के गरेर अर्ली सेल साइड इन्डिकेसनहरु दिन्छ या कुनै पनि आवरलीमा चाहिँ रेड क्यान्डलहरु बन्छ भने चाहिँ केही प्रॉफिट बुकहरु गर्नु हजुरलाई गर्न मन लाग्छ भने म चाहिँ कमर्सियल बैंकहरु केही समयको लागि नै राख्छु भन्ने कुराहरु चाहिँ गरेको थिएँ है। सो आज कोहीले चाहिँ बेच्नु भयो कि जस्तो लाग्छ मलाई कमर्सियल बैंकहरु है, प्रॉफिट बुकहरु गर्नुभयो कि जस्तो लाग्छ यो रेन्जहरुमा लिएको कमर्सियल बैंकहरुमा। अरूले चाहिँ लगभग होल्ड नै गरिराख्नु भएको होला। मैले पनि आफै पर्सनली कमर्सियल बैंकहरु नबेच्ने प्लानले चाहिँ लिइरहेको छु है। यत्र घटे पनि 1-2 दिन घटेको जस्तो गर्ने, 2-4 दिन घटेको जस्तो गर्ने, फेरि पनि बढ्ने पोसिबिलिटी नै बढी देखेको हुनाले माइक्रो फाइनेन्स भर्खर अर्ली इन्डिकेसन छ है। सो यसै माइक्रो फाइनेन्सहरु जस्तो स्टकहरुमा चाहिँ बेच्न हजुर आत्तिनु परेन कि। इन्डेक्स अब धेरै बढेको जस्तो भयो भने किन भन्नुहुन्छ भने चाहिँ धेरै बढेको नै छैन है, भर्खर चाहिँ राइज दिन सुरु गरेको छ। सो माइक्रो फाइनेन्सको स्टकहरु चाहिँ राख्न सक्यो हजुरले। होटल सेक्टरहरुको स्टकहरु राख्न सक्यो है, भर्खर आज नै बढ्न सुरु गरेको छ। इन्डेक्सलाई चाहिँ नहेर्नु है, होटलको यो होल सेक्टरलाई चाहिँ नहेर्नु, बट स्टक वाइज एसएचएल भर्खर चल्न सुरु गरेको छ, ओएसएल भर्खर चल्न सुरु गरेको छ, सिजिएच भर्खर चल्न सुरु गरेको छ है। यो तरिकाले स्टकहरु चाहिँ होल्ड गर्न सक्नु पर्यो। नन लाइफको नि तपाईले स्टकहरु होल्ड गर्न सक्नुभयो है। नन लाइफमा नि तपाई बेच्नलाई कुनै पनि हतार गर्नुपर्छ जस्तो चाहिँ मलाई लाग्दैन है। भर्खरै चल्न सुरु गरेको के नन लाइफ पनि, नन लाइफ है। मैले गएको कति दिनहरुबाट कुरा गरिरहेको छु है, नन लाइफहरुको। सो यिनीहरुमा चाहिँ के गर्नु भनेपछि सेफर एन्ट्री भनिरहेको छु है। किन्नु बिर्सिनु, किन्छु बिर्सिनु, एकदम ट्रेडिङ पोजिटिभले चाहिँ नलिनु भन्ने तरिकाको कुराहरु गरिरहेको छु। ट्रेडिङ पोजिटिभले लिएको भने एकदम राम्रो रिटर्नहरु चाहिँ दिन्छ गएको दिनहरुमा है। किन्ने, तर केही समय चाहिँ मार्केटहरु हेर्दैन, केही समय चाहिँ यतिकै छोडिदिन्छु सेफ। अनि अहिलेको पोजिसनमा एकदम सेफ एन्ट्री वाइज कुन छ भन्दाखेरि चाहिँ लाइफ र नन लाइफ है, दुईटै अलमोस्ट सेम तरिकाको मुभर नै हुन्छ, 1-2% का तलमाथि हो। सो नन लाइफहरुले राम्रो पार्टिसिपेट गरेको छ। यिनीहरु अब आइजिआई नै छ है, धेरै बढेको जस्तो मान्नु छ भने बेच्नु पर्दैन है, हतार गर्नु पर्दैन। अहिले राम्रो नै मार्केट छ। यति सानो स्विङहरुमा चाहिँ प्रॉफिट बुक गरिहाल्नु चाहिँ पर्दैन। लाइफ इन्स्योरेन्सहरु कुराहरु गर्दाखेरि पनि सेम है, बढेको जस्तो मान्नु भएको होला है। गएको दिनहरु मात्रै हेर्नु भने 30-40 रुपैयाँ पर किताब राम्रो किताबहरु होल्ड गर्ने मान्छेहरुको लागि चाहिँ राम्रो नै हो, बट बेच्न हतार गर्नु चाहिँ पर्दैन। माइक्रो फाइनेन्सहरुको कुराहरु भइसक्यो। ट्रेडिङ है, ट्रेडिङहरु कुराहरु गर्दाखेरि ट्रेडिङमा त अब स्टकहरु नै भएन हामीले खासै हेरेन। इन्भेस्टमेन्टको चाहिँ हाम्रो एचडिसिएल निफ्राहरुकै प्लान हो है। एचडिसिएल निफ्राहरु खासै बढेको छैन र माथिको लेभलहरुमा गएर स्ट्याग्नेन्ट नै भएको छ। सो तिनीहरुमा पनि हामीले प्रॉफिट बुक गरिहाल्नु पर्ने म चाहिँ नेसेसरी देख्दैन है। निफ्राहरु यिनीहरुमा यो लेभलहरुमा होला कि अलिकति घट्न सक्यो, बट यसो राम्रो मार्केटहरुमा यो सानो प्रॉफिट बुकहरु चाहिँ के गर्नु भनेर मात्रै है। अलिकति घट्न चाहिँ सक्यो, फेरि पनि 80 को लेभलहरुमा आइदिन चाहिँ सक्यो, बट नगर्ने प्लान नै छ है, बढेको चाहिँ छैन। ट्रेडिङको हेरेर कुरा भयो भने अदर सेक्टरको है, अदर सेक्टर एचआरएल र एनआरआइसी दुईटा मात्र कुराहरु गरिरहेको है। एचआरएल र एनआरआइसी हेर्ने, यो भन्दा अरु हेर्दैन हेर्ने। हामीले अस्ति यो जुन 80 रिभर्सल टाइपको क्यान्डलहरुमा एनआरआइसीमा पोजिसन पनि लिएको 40-45 कतिको लेभलहरुतिर एनआरआइसीमा पोजिसन पनि लिएको। त्यो पोजिसनहरु स्टिल मेन्टेन छ। यति सानो राइजहरु अब बुक गर्ने कुरा हुँदैन है। 40-50 सम्म किन्यो होला ग्रुप मेम्बरहरुले, त्यो पोजिसनहरु स्टिल मेन्टेन हो। के गरेर मार्केट घट्छ भने यो एनआरआइसीहरुमा चाहिँ हाम्रो सेल साइड हुँदैन। एनआरएम एउटा सेफ स्टक वाइज भयो। एनटिसी आज ठिक बढेको रहेछ। म्यानुफ्याक्चरिङ एन्ड प्रोसेसिङको अब सिमेन्ट कम्पनीहरु आज राम्रो बढेको छ है, जस्तै जिसिआइएल, सोना, यिनीहरु पनि हजुरले बेच्न चाहिँ परेन है। अब गएको सानो टाइममा धेरै बढेको जस्तो चाहिँ लाग्ला, बट बेच्न हतार चाहिँ गर्नु पर्दैन। राम्रो क्यान्डलहरु बनिरहेको छ, राम्रो भोल्युमहरु आइरहेको छ। फेरि यो लास्ट है 520 तिर गएर अलिकति स्ट्रगल गर्न खोज्छ, ठुल्ठुलो रेड क्यान्डलहरु बन्न खोज्छ भने चाहिँ अलिकति प्रॉफिट बुक गर्ने छुट्टी कुराहरु भयो। बट एज अफ नाउ आज क्यान्डलले चाहिँ बेच चाहिँ भन्दैन है, पोजिसनहरु होल्ड नै गर्नु भन्छ। अब डेभलपमेन्ट बैंक, कमर्सियल बैंकहरु त अब राम्रै गइरहेको छ है। सो खासै कुराहरु गर्नु परेन। जेबिएल है, जेबिएल एलबिएलहरु ठिक गएको चाहिँ छ। कमर्सियल बैंकहरु त एकदमै राम्रो गएको है, सरप्राइजिङली राम्रो गएको। सस्तै कमर्सियल बैंकहरुतिर चाहिँ जानु, महँगोतिर चाहिँ बढी आँखा नलगाउनु। 200 को रेन्जहरुको मात्र कमर्सियल बैंकहरु लगाउनु चाहिँ भनिरहेको थिएँ। म आफूले पनि त्यही किनेको, ग्रुपहरुलाई पनि म त्यही नै रिकमेन्ड गरिरहेको थिएँ है।
हजुरलाई पनि मैले त्यही नै रिकमेन्ड गरिरहेको थिएँ युट्युबमा पनि कमर्सियल ब्याङ्कहरू नै लिनु सस्तोतिर आएको हो भनेर केबिएल हेर्नु त यति सानो एउटा राइजरमा कति राम्रो राइजहरू थियो यतिमै 16%। एसबिएल हेर्नु कति राम्रो राइज यतिको यति अलमोस्ट 13-14%को राइजहरू है यति अस्तिकै स्विङको तपाईँले एक हप्ता अगाडि मात्रै पकडेको मात्रै भए पनि अलमोस्ट 13%को होला बिचमै नआए पनि यतिसम्मको है 10% स्विङ सिजेडबिआईएलको राम्रो स्विङ है यतिको यति 3-4 दिनहरूमा पनि यति राम्रो स्विङहरू चाहिँ दिएको छ कमर्सियल ब्याङ्कहरूले एकदम सरप्राइजिङ राइज है कमर्सियल ब्याङ्कहरूको। हाइट पावरहरू चाहिँ अलिकति स्ट्रगल गरिरहेको छ मेजरली अलिकति डराउनु पर्ने कुरा भनेको हाइट पावर सेक्टरहरू मात्रै हो र हाइट पावर सेक्टरहरू पनि मैले 80 कुराहरू चाहिँ गरेको थिएँ है के कसरी लिने कसरी सोच्ने र यतातिर स्ट्रगल गर्नुपर्नेको रिजन के छ भन्ने कुराहरू पनि गरेको थिएँ है सब त्यही नै हो। हाईहरू सबभन्दा अगाडि हाई फेस गरिरहेको छ भने चाहिँ केही स्ट्रेन्थ भएर नै हाई फेस गरिरहेको केही स्ट्रगल गर्न सक्छ केही अलिकति डाउन हुन चाहिँ सक्यो है यो हाइट पावर सेक्टर डाउन भएपछि इन्डेक्सलाई पनि अलिकति घटाइदिन्छ इन्डेक्सहरूमा पनि अलिकति ठुलो इम्प्याक्ट चाहिँ पर्छ हाइट पावर सेक्टरको बट अलिकति घट्यो पनि बढ्ने चाहिँ माथि नै यो लोहरू टेस्ट गर्न जाने चाहिँ होइन कि इनकेस घट्यो पनि एज अ रिटेसमेन्ट केही तरिका घट्ने हो है अब यति पोइन्टै आउँछ चाहिँ नभनौँ बट हाई फेस गर्नुभन्दा अगाडि अलिकति स्ट्रगल गर्ने नर्मल कुरा अलिकति स्ट्रगल गरेर ब्रेक यो चोटि चाहिँ म हाई ब्रेक गर्ने एकदमै हाई पोसिबिलिटी चाहिँ देखेको छु है हाइट पावर अब भित्रबाट भोलि नै गएर बढ्ने चाहिँ होइन कि ब्रेक गर्ने चाहिँ होइन कि बट हप्ता दिन जस्तो के डाउन भएको जस्तो गरेर है अलिकति स्ट्रगल गरेको जस्तो गरेर पछि ब्रस्ट आउट गर्ने नै चान्सेस एकदमै बढी चाहिँ देखिरहेको छु मैले हाइट पावर अलिक रिटेसमेन्ट चाहिँ खोज्छ हायर ब्रेक गर्दाखेरि एकदम नर्मल तरिकाले चाहिँ लिनु अनि हाइट पावर यो लेभलहरूमा पार्टिसिपेट गर्नुभन्दा हाइट पावरहरू अलमोस्ट यो 4000भन्दा माथि स्टेबल भयो ब्रेकआउट गऱ्यो 4भन्दा माथि राम्रो भोल्युमले क्लोजिङै दियो भनेपछि बल्ल बरु हाइट पावर सेक्टरहरूतिर चाहिँ आफू लगाउँदा हुन्छ।